अब आउने स्थानीय चुनाव 2084 को लागि विभिन्न गाउँपालिकाबाट राष्ट्रिय स्वतन्त्र पार्टीले मेयरको उम्मेदवारहरू इच्छुकहरूले आफ्नो फारमहरू भर्ने अथवा त्यहाँ प्रोसेस गर्ने के गर्नु होला भनेर रवि लामिछानेज्यूले भन्नुभएको रहेछ। पक्कै पनि हाम्रो सेउपुरी गाउँपालिका, यो गाउँपालिकाको मेयर उपमेयर कस्तो थियो, कुन कलरको थियो, कहाँ जानुहुन्छ, के खानुहुन्छ, कति काम गर्नुहुन्छ, कति मिटिङ बस्नुहुन्छ, कतिखेर कुन ठाउँमा मिटिङ बस्नुभयो, गाउँको लागि के राम्रो काम गर्नुभयो, अहिलेसम्म नाम निशाना केही पनि थाहा छैन मलाई। मेयरको नाम धरि थाहा छैन मलाई। 5 वर्ष यति राम्रोसँग पचाउनु भयो कि मजाले टक्क आफ्नो एसी रुममा बसेर गाउँपालिकाको गाउँपालिकाको कार्यालयमा बसेर एसी रुममा बसेर 5 वर्षको कार्यकाल पचाउनु भयो। उहाँको कार्यकाल सकेपछि अब उहाँलाई धेरै धेरै धन्यवाद। यति धेरै विकास गर्नुभयो गाउँमा, तर विकास के गर्नुभयो थाहै छैन। अब आउने चुनावमा पनि यस्तै खालको मेयर चाहिँ हामीले चाहेको होइन। शिवपुरी गाउँपालिका नामको मात्रै गाउँपालिका हो यो। गाउँ एक ठाउँमा हुन्छन्, पालिका अर्को ठाउँमा हुन्छन्। किनभने पालिकामा त्यहाँनिर लगभग धेरैवटा विकास हुन्छन्, पालिकाको वरिपरि धेरैवटा विकास हुन्छन्, तर गाउँमा एक्ज्याक्टली केही पनि हुँदैन। गाउँमा एउटा बाटोमा ढुङ्गा खस्यो भने त्यो कति दिनसम्म त्यही बस्छन् भने गाउँपालिकाको पालिकामा चाहिँ फेरि एसी रुम छ, त्यहाँनिर सडक चिल्लो बाटो छ, त्यहाँनिर ठुल्ठुलो बाटोहरू बन्छ, मन्त्रीहरू पनि पहिलाको सांसदहरू पनि त्यतै एरियाबाट घर जाने आउने परेको भएर त्यो बाटो एकदम पिच छ, खतरा राम्रो बाटो बनाएको छ। तर हाम्रो खोलेगाउँ हुँदै चाहिँ उहाँहरू हिँड्नु नपर्ने कारणले गर्दाखेरि चाहिँ हिँड्नै नपर्ने कारणले गर्दाखेरि चाहिँ न त्यहाँको बाटोघाटोमा कुनै खालको राम्रो बजेट छ, न राम्रो त्यो भिर पाखामा त्यो पहिरो गइरहेको ठाउँमा अलिकति केही जनताको लागि यो राम्रो काम त्यो राम्रो काम भनेर बजेट अलिकति पारिदिएको पनि केही पनि छैन। एउटा बाटो भएको ठाउँमा त्यो पहिरो खसेर कुनै दिन गाडी बन्द हुन्छन्, अर्को बाटो अप्सनल बाटोलाई अलिकति बजेट पनि पारिँदैनन्। जुन ठाउँमा गाउँपालिका छ त्यो ठाउँमा छप्पड फाड्के विकास भएको छ है। त्यो ठाउँमा यसो म झुकेर पुगेछु भने तपाईँहरूलाई भिडियो बनाएर देखाउँछु। बाटो यति चिल्लो बाटो छ, त्यो खेतको बिचमा यति चिल्लो बाटो बनाइदिएको छु, त्यहाँ सायद गाई बस्तुहरू हिँड्नु पर्यो भने वल्लो खेतबाट पल्लो खेत हिँड्नु त्यो बाटोमा दाग लाग्छ क्या, त्यसरी पिच बाटो बनाइदिनु भएको छ। भिडियो त्यही ठाउँको भाइरल हुन्छ। भिडियो बनाउने बेलामा टक्क लगाएर त्यो गाउँपालिकाको वरिपरिको भिडियोहरू टक्क खिचेर सिनहरू राम्रो खेतको सिनहरू पिच बाटो खिचेर ओहो यहाँ त खतरा रहेछ, शिवपुरी गाउँपालिकामा यति धेरै विकास भएको छ देखिनको लागि त्यो गाउँको गल्ली गल्लीको विकास फोटो भिडियो आउँदैन कहीँ पनि। त्यही आफ्नो गाउँपालिकाको वरिपरिको भिडियो आउँछ। मेयरज्यू उपमेयरज्यू जो हुनुहुन्छ उहाँहरूले भाइरल पनि त्यस्तै गर्नुहुन्छ। तर शिवपुरी गाउँपालिकाको गाउँ कहिले विकास भएन, पालिका मात्रै विकास भयो। पालिका भनेको आफ्नो कार्यालय ठाउँ मात्रै विकास भयो। त्यसमा पनि वडाको कुरा गर्ने हो भने वडाको नजिक जहाँ पर्छ जतो पर्छ त्यता मात्रै विकास हुन्छ। वडाबाट अलिकति कुनातिर पर्ने ठाउँतिर काहीँ पनि केही पनि विकास हुँदैन। एउटा बाटोमा एउटा राम्रो बजेट एउटा पार्न सकिँदैन। अरू शिक्षाको कुरा त छोडिहालौँ, पानीको कुरा सिँचाइको कुरा छोडिहालौँ, खानेपानीको कुरा छोडिहालौँ। आफूले ल्याएको पानीको पाइप धरि अब त्यो चैत वैशाखमा पानी आउँदैन। त्यसपछि त्यहाँ कुनै पनि सरकारले एउटा धाराको व्यवस्था गरिदिनेदेखि लिएर केही पनि गर्न सक्दैन। त्यसपछि एउटा खेतबारीमा लगाउने एउटा सिँचाइको लागि पनि एउटा आफ्नो स्थानीय सरकारले एउटा सिँचाइको व्यवस्था पनि गरिदिन सक्दैन। अब यसपछि मेयरको के काम, उपमेयरको के काम, वडाध्यक्षको के काम। शिवपुरीतिर साँच्चीकै यस्तो खतरासँग भएको छ, पहिलादेखि नै यो चल्दै आएको हो। विकास भएको छ भनेर एउटा राम्रो विकास गरेको ठाउँको फोटो भिडियो लगेर देखाइदिन्छन्, दुनियाँलाई देखिन्छन्, राम्रो देखिन्छन्। तर साँच्चीकै कुना काप्चामा के भइरहेछन्, बिजुली कति दिन जान्छन् त्यहाँनिर बर्खामा गाडी हिँड्न सक्छ कि सक्दैन त्यो बाटोमा। त्यहाँनिर बिरामी भयो भने गाडीमा चढाउनलाई कति बिरामीलाई बोकेर हिँड्नुपर्छ त्यो थाहा हुँदैनन्। अब स्वास्थ्य चौकी त कुरै नगर, मैले पहिला नै भनिसकेको छु, स्वास्थ्य चौकी मान्छे नै जाँदैन त्यहाँ। अब स्कुलको भन्ने हो भने बिल्डिङ ठुल्ठुलो छ, स्कुलमा एजुकेसनको क्वालिटी हेर्ने हो भने छैनन् क्या त्यति। जति जुन गफमा फुक्नुहुन्छ नि, यति गर्छौँ हामी, यति गऱ्यौँ, शिक्षामा यो गऱ्यौँ, स्मार्ट बोर्ड लगाएर झुन्डाइदिएको छन्। तर एजुकेसन हुनु परेन। स्मार्ट बोर्डले थोरै पढ्छ मान्छे, व्हाइट बोर्डमा पनि पढ्न सक्छ मान्छे, ब्ल्याक बोर्डमै पढ्न सक्छ। तर पढाउने क्वालिटी राम्रो भएन भने त्यो थोरै स्मार्ट बोर्डले पढ्छ त, पढ्दैन। त्यही भएर यो मेयर उपमेयरहरू छान्ने बेलामा चाहिँ कमसेकम पहिला जनतालाई एकचोटि सुझाव लिनु पर्यो क्या। अबको मेयर को उठ्दा ठिक हुन्छ, अबको वडाध्यक्ष को उठ्दा ठिक हुन्छ भनेर गाउँबाट सुरुमा पहिला एकचोटि यसको विषयमा छलफल हुनु पर्यो क्या।
यतिकै हावामा लगेर पार्टीले यो उठाइदिने, जो पपुलर छ, जो अलि फेसबुक टिकटक युट्युबमा भाइरल छ उसलाई लगेर मेयर सेयर लगेर थमाइदिने होइन। अब त्यस्तो गरेर लगभग हुँदैन। जसले जनताको साँच्चै काम गर्न सक्छ भन्ने अनुमान गरेको जुन गाउँकै मान्छेहरूले ल उहाँलाई चाहिँ हामी मेयरको पदमा देख्न चाहन्छौँ भन्ने एउटा केही हुनु पर्यो, योग्यता के हो कसो हो भन्ने कुरा हुनु पर्यो, अनि मात्रै बल्ल मेयरको लागि टिकट दिनुपर्ने हुन्छ क्या। अब त्यस्तो गर्दैन यहाँ, पार्टीबाट राम्रो मान्छे जो छ, जो भाइरल छ, जो अलिकति पावरमा छ उसलाई लगेर सिधै टिकट दिइहाल्छन्। अब जितेपछि त्यही हो गर्ने, एसी रुममा मजाले बस्ने हो, मिटिङ सिटिङ भन्ने साइन गर्ने काम मेयरको काम त्यति मात्रै, अरू न के गयो कतानिर के समस्या भयो कहाँनिर के काम भयो कि भएन हेर्ने देख्ने केही पनि हुँदैनन् है। यो चाहिँ हाम्रो सिलगढीमा हुनु भएन। कस्तो मान्छेलाई मेयरमा उठाउनु हुँदैछ, अब कस्तो मान्छेलाई टिकट दिनु हुँदैछ थाहा, त्यो कुरा त अब हेर्नै बाँकी छ। यो कुरा अब हुनु भएन, जे पहिला भयो है त। ओके, बाँकी भिडियो तपाईँहरूलाई कस्तो लाग्यो, मन पर्यो भने लाइक गर्नु होला भिडियोलाई।